नेपालका 4 धाम मध्येको एक पुण्यभूमि रुरु क्षेत्र। हिमालय पर्वतबाट उत्पत्ति भएको काली गण्डकी र रिडी नदीको मिलन बिन्दु पनि यही पर्छ। सयौं कुइनेटा छिचोल्दै दक्षिण बहने यस जलप्रवाहले गंगा सागरलाई आफ्नो अन्तिम गन्तव्य बनाइरहेको छ। पुण्य लाभ गर्न नदीमा बोटिङ सयर गर्न होस् वा सृष्टिका सुन्दर छटासँग रमाउने सबैका लागि यो एक मन्जिलका रूपमा स्थापित छ। प्राचीन सभ्यताका मूर्ति, प्राकृतिक गुफा जस्ता अलौकिक रत्न बीच देखिने नागबेलीको यस शालीन सुसेलीले रेडी बजारको श्रृङ्गारलाई पूर्णता दिएको आभास हुन्छ। यसको दृश्य हेर्न र फोटो खिच्नका लागि रातामाटा आसपास देवदत्त पार्क क्षेत्र अत्यन्त उपयुक्त स्थान हो। नेपालका 4 धाम मध्ये पार्श्वत क्षेत्र शिवको प्रमुख धाम तथा मोक्ष प्राप्तिको प्रतीकका रूपमा चिनिन्छ। मुक्ति क्षेत्र जीवन र मरणको चक्रबाट मुक्ति पाइने आस्थाको केन्द्र हो भने वराह क्षेत्र भगवान विष्णुको वराह अवतार र पुण्य प्राप्तिसँग सम्बन्धित छ। काली गण्डकीको शिर मुक्ति क्षेत्र, हृदय रुरु क्षेत्र र पाउ वराह क्षेत्र हुन् भनी प्राचीन शास्त्रहरूमा उल्लेख छ। यही काली र ऋषिकुला नदीको संगम स्थल भएकोले रुरु क्षेत्रलाई धार्मिक स्नानको महातीर्थ ठानिन्छ। देवदत्त ऋषिको तपस्या र मृगले दूध चुसाएकी रुरु कन्याको प्रसङ्ग विभिन्न ग्रन्थहरूमा पढ्न पाइन्छ। यही धामको नामबाट हालको रुरु क्षेत्र गाउँपालिकाको नाम रहन गएको हो। वास्तवमा रिडीको गहिराई र बमगाकोटको उचाइमा जत्रो भिन्नता छ, यहाँका सम्पदा र संस्कृति त्यस्तै विविधताले भरिपूर्ण छन्। गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रेडी बजारबाट करिब 15 मिनट मदन भण्डारी मार्गको उत्तरतर्फ यात्रा गर्दा थोरगा पुग्न सकिन्छ। यो क्षेत्र एक उर्वर भूमि हो। गाउँपालिकाको भगीरथ प्रयत्नले यहाँको भौतिक विकास, कृषि र पर्यटन विकासले लय समातेको छ। भित्री गाउँसम्मका सडक सञ्जालको स्तरोन्नति भइरहेको छ। भड्कुवा र थोरगा जोड्ने निकै दूरको सपना थियो, तर हालै यहाँ बनेको झोलुङ्गे पुलले भड्कुवालाई मुख्य मार्गमा त जोडेको छ नै, यसले आकाशीय पदयात्राको स्वर्णिम आनन्द लिने अवसर सिर्जना गरेको छ। आजकल यो पुल सेल्फी र टिकटक मोहले प्रसिद्ध बनिरहेको छ। ग्वादी र रिमुवाका यी डाँडापाखामा गुन्जने पन्छीका कुञ्जिनीले तपाईँ हामीलाई स्वागत गरेको अनुभूति दिलाउँछन्। रुरु क्षेत्र गाउँपालिकाका 6 वडा मध्ये रिमुवा विशेषतः मगर जातिको सघन बस्ती रहेको ग्रामीण इलाका हो। यहाँ घुम्न जाँदा बटुक जस्ता रैथाने परिकारको स्वाद लिन पाइन्छ। यहाँबाट करिब 8 किलोमिटर पश्चिममा एउटा मुख्य व्यापारिक केन्द्र बलेटकसार पर्छ। काखैमा रहेको रानीवास बजारले यसको शोभा झन बढाइदिएको छ। जातिगत विविधता भएका कारण यहाँ धेरैजसो समय कुनै न कुनै पर्व, मेला, जात्रा वा महोत्सवको रङ्गमञ्च हेर्न पाइन्छ। खाना बनाउने सिप र त्यसको विविधीकरण गर्न सिपालु नेवार समुदायको खानाको स्वाद चाख्न पाउनु यहाँको अर्को विशेष पक्ष हो। बलेटकसार बजारको शिरमा अवस्थित श्रृङ्गेश्वर धाम यहाँ घुम्दा छुटाउनै नहुने अर्को देवभूमि हो। शान्ति र साधनाको एक अनुपम गन्तव्यका रूपमा रहेको श्रृङ्गेश्वर धाम रेडीबाट करिब 16 किलोमिटर उत्तरमा छ। यहाँको प्राचीन गुफामा ऋषि श्रृङ्गीले तपस्या गरेको प्रसङ्ग रामायणमा समेत उल्लेख छ। यस धाममा यात्रुहरू सवारी भित्रैबाट नमन गरेको दृश्यले हाम्रो सनातन आस्थाको महिमा दर्शाएको बुझ्न सकिन्छ। ऐतिहासिक बमगाकोटको चुचुरो एकीकरण पूर्वको यस राज्यको साइनो पाल्पाली राजा मणिमुकुन्द सेनसँग जोडिएको छ। यस शिखरमा उभिएर चारैतिर नजर लगाउँदा जो कोहीको मन प्रफुल्लित हुन्छ। यहाँ राखिएका जोडी खुँडाले तत्कालीन योद्धाहरूको वीरतालाई प्रतिबिम्बित गर्दछ। 67.37 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रुरु क्षेत्र पौरखीहरूको पौरख हेर्न आउने ठाउँ पनि हो। थोरगाको उखु, गुण, खुदो र लिची, बमगा टाहाटिमको दुग्ध उद्योग र आलु पकेट क्षेत्र, ठाउँ ठाउँका कफी बगान हेर्न विभिन्न ठाउँबाट भ्रमण गर्नेहरूको संख्या बढ्दो छ। भण्डारी डाँडामा नेपालकै एकमात्र कफी अनुसन्धान केन्द्र सञ्चालनमा छ, जसले कफी अनुसन्धान, नयाँ जात र प्रविधि परीक्षण गर्ने काम गर्छ। यो पनि अध्ययन र अवलोकनको एउटा केन्द्रका रूपमा स्थापित छ। रुरु क्षेत्रमा रहेका ऋषिकेश मन्दिर, गायत्री मन्दिर, कालिका, मणिमुकुन्देश्वर जस्ता प्राचीन सम्पदाहरूका आफ्नै इतिहास छन्। यी सम्पदाहरू वास्तवमा अध्यात्म र विज्ञानको सम्बन्ध सेतु हुन्।
काली गण्डकीमा पाइने शालिग्राम शिला होस् वा मन्दिरमा बज्ने घण्टी, यी सबैले शारीरिक तथा मानसिक शान्ति दिइरहेका छन्। मन्दिरमा गरिने नित्य पूजा मन्त्रोच्चारणका साथ साँझको आरतीले झकिझकाउ रुरुधामको सन्ध्याकालीन दृश्य झन रोमाञ्चक तरिकाले हेर्न पाइन्छ। नेपालको बनारस भनेर चिनिने रेडी बजार सदियौंदेखिको एउटा व्यापारिक केन्द्र पनि हो। आधुनिक इन्जिनियरिङको एक उत्कृष्ट नमुना तीनमुखे पुल र उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको आधारशिलालाई अझै बलियो बनाएको छ। रुरु क्षेत्रको महिमा वर्णन जति बृहत छ, यहाँका सम्पदा र तिनको वर्णन पनि त्यति नै विस्तृत बन्न पुग्छ। सारांशमा रुरु क्षेत्र यस्तो भूमि हो जहाँ शिथिल भएको शरीर प्रकृति प्रेम, साहस र सकारात्मक ऊर्जाले भरिएर फर्किन सक्छ। यस दिव्य भूमिको दर्शन गर्न पाउनु सम्पूर्ण मानव जातिका लागि एउटा ठूलो अवसर पनि हो। आउनुहोस् रुरु क्षेत्र चिनौं, चिनाऊ र भ्रमण गरौं।